Hello guys, I am come back my new vlog. र आज हामी जात्रा हेर्न गइरहेछौँ अङ्कल र म। आज जात्रा चाहिँ मणिका धाम मन्दिरमा लाग्दैछ जुन हाम्रो गाउँदेखि नजिकै पर्छ के। हामी अहिले हाम्रो गाउँको माथितिर पुगिसके। अब हामी यताको पार्किङमा छौँ। पार्किङ देखाउँदैछौँ गाइज हैन, हजुरहरूलाई देख्न सक्नुहुन्छ। अब हामी यताबाट दायाँ तिर चाहिँ माथि गयो भने चाहिँ जङ्गलतिर गइन्छ भने बायाँतिर जानुपर्छ। हामीले बायाँतिर गयो भने चाहिँ हामी मन्दिरतिर जान्छौँ। र यताको पार्किङ चाहिँ राम्रो छ गाइस। यता अटोहरू चाहिँ हेर्न सक्नुहुन्छ, धेरै छन्। यता धेरै अटोहरू यता राखिन्छन् किनकि उता नदी छन् त जानलाई हुँदैन, त्यही भएर। र अब हामी जान्छौँ लगभग हाम्रो घरदेखि आधी घन्टा जति लाग्छ होला मन्दिर जान हैन। पुरै भ्लग बनाउँदै गइरहेछौँ, हजुरहरूलाई पुरै भ्लग देखाउँछौँ। अब त्यहाँ पुगेपछि कस्तो माहौल छ के छ हैन। अहिलेबाट बजार सुरु भइसक्यो जस्तो लागिरहेको छ के। यता अटो धेरै छन् के, अटो यति धेरै के हुन् के। ल गाइस, हामीहरू फाइनली पुग्यो। अब लगभग हामी बजारमा पुगिरहेछौँ। अब मेला लाग्ने मन्दिर अझ बाँकी छ। मन्दिर जानलाई पहाड चढ्नुपर्छ, अलि सिँढीहरू चढ्नुपर्छ, लगभग 150-200 सिँढी चढ्नुपर्छ। र अहिले हामी मैदानमा तलतिर समतल ठाउँमा पुगेका छौँ जहाँ पसलहरू देख्न सक्नुहुन्छ। यो कति दामी छ कि, यो उडिरहेछ हावाले, मलाई मन पर्यो। ल गाइस, बेलुन पनि छ यता, आइसक्रिम छन्। के खान चाहनुहुन्छ हजुरहरू भन्नुहोस् है कमेन्टमा। यता त्यस्तो भिड थियो बाबा, हामीलाई त कुरै नगरौँ के। तर योभन्दा नि अगाडिको वर्षहरूमा धेरै भिड हुन्थ्यो के। अहिले कमै छ तर पनि बढी नै लागिरहेको छ मलाई, किनकि धुलो धुवा हुन्छ कि यस्तो ठाउँमा बढी भिड। कमै भिड भयो नि बढी जस्तो लाग्छ कि धुलो धुवा भएको ठाउँमा के। अब यता देख्न सक्नुहुन्छ दमाहा बजिसक्यो हैन। अब हामी गए माथितिर। अब हामी सिँढी चढ्दैछौँ। सिँढी चढेर माथि गइरहेछौँ है। माथि जाँदा लगभग 150-200 सिँढी चढ्नुपर्छ कि माथि मन्दिरमा पुग्दाखेरि। अब हामी हिँड्दैछौँ। यता गाइज केटाहरू सानो सानो बच्चाहरू पनि देखेको थिएँ कि, हिँडिरहेको थिएँ, हाई भनिरहेको थिएँ हैन। यो भाइरल हुनुहुन्छ क्या भन्नुभएको थियो, सोधिराख्नु भएको थियो कि। होइन, अलि भ्लग मात्रै बनाएको हो, सपोर्ट गर्नुहोस् न त मैले भनेको। अनि हामी जाँदै गयौँ हैन, बिस्तारै अङ्कलसँगै रमाइलो। फाइनली गाइज हामी मन्दिरको प्रवेशद्वारमा पुगिसकेका छौँ। अब मन्दिरमा चाहिँ हामी पुगिसक्यो। अब यहीँनिर मन्दिर यतातिर हामी अब देखाउँदैछौँ हजुरहरूलाई हैन। एकैछिनमा हामी जाँदैछौँ, भिड छ के, त्यत्तिकै सिधै जान मिल्दैन। त्यही भएर हामी बिस्तारै देखाउँदै यताउता मान्छेसँग हिँड्दै गइरहेछौँ हैन। बाजेसँग भेट भयो, बाजेसँग बोल्दैछु है। बाजेसँग पनि कुराकानी भयो हैन। बाजेले के बनाउँदै हुनुहुन्छ भन्दै हुनुहुन्थ्यो। मैले भने भिडियो भ्लग बनाउँदैछु भनेको। अनि बाजेसँग कुराकानी गऱ्यो। मन्दिरमा पूजापाठ पनि भइसक्यो। अब हामी तल जाँदैछौँ भन्नुभएको थियो उहाँले। र उहाँ पूजापाठ गरेर तल गइसक्नु भएको थियो। यता यस्तो दामी भिड के, यस्तो दामी ठाउँ छ माथि। यसमा चाहिँ भिड धेरै नै हुन्छ कि, किनकि यहाँ मन्दिर हो नि त। मन्दिरमा पूजा गर्न मान्छेहरू बढी आउँछन्। अनि पूजा गरिसकेपछि मात्रै तल जान्छन् कि मान्छेहरू, अनि तल भिड हुन्छ। यता अहिले बिहानै पूजापाठ गर्नको लागि आएका हुन्। र उता देख्न सक्नुहुन्छ मेरो पछाडि मन्दिर हो, त्यही मन्दिरमा हो पूजापाठ हुने भनेको। हामी यता आइरहेछौँ किनकि दमाहाहरू बजाइरहेछन् यता, त्यही भएर हामी यता आइरहेछौँ। एकैछिनपछि हजुरलाई त्यो मन्दिरमा गएर पनि देखाउँदैछौँ है त। अब हामी हाम्रै गाउँको जात भन्छन् हाम्रोतिर, त्यो जात
हेर्नलाई आइरहेछौँ यतातिर। अनि कस्तो लाग्यो के लाग्यो भ्लगमा चाहिँ हैन कमेन्ट गर्दै गर्नुस् हैन, सेयर गरिदिनुस् गाइज हैन। त्यही हो अब हजुरहरूलाई देखाउँदै छु यत्रो भिडमा यति मेहनत गरेर हैन, हात थाकिसक्यो बनाउँदा बनाउँदा, मान्छेसँग बोल्दा बोल्दा हैन, यस्तो गर्मीमा चाहिँ हैन बोल्दा बोल्दा घाँटी सुकिसकेको थियो। यति मेहनत गरेर बनाएको छु गाइज भिडियो हैन हजुरहरू। ओ गड यस्तो दामी बजाइदिनु भएको के उहाँले यो दमाहा, पैसा पनि दिनुभएको छ कसैले त उहाँलाई। ल गाइज हामीहरूले हजुरलाई चाहिँ हैन यता मन्दिरमा आइसक्यो, मन्दिर देखाउँदैछु है त गाइज। ल हेर्नुस्